हेलो लसो नमस्कार यहाँहरु सम्पूर्णलाई फेरि पनि स्वागत छ फुलमाया च्यानलमा। आज चाहिँ म यो कारखाना लाको बिहार धानको बिउ राख्नको लागि। बिहान बिहानै अलि शीतल हुन्छ, दिउँसो त घाम चर्केपछि गर्नै नसक्ने हुन्छ। त्यही भएर यहाँ खन्न लाको। साथीहरु ओहो लुगा कपाल बान्नु टाउको बान्नु पर्यो। सर्लक्क छ्याङ्ग चाहिँ नदेखिने, तर बादल चाहिँ कस्तो राम्रोसँग आइदियो बिहान बिहानै। भर्खरै यति भ्याए मैले खन्न। अब कहिले उयो करा उता पुग्ने हो। ए माथि छ तिमीहरू। ल यहाँ बस्छ त ल। छोटा चल्ला है। ल खुल्ला ठाउँमा खेला आजदेखि। आजको मौसम यस्तो छ साथीहरू, पानी झर्नै लाग्छ। एकछिन बस्न पाएन भने अब काम गरिहाल्नु पर्यो। नभन्दै पानी पर्यो साथीहरू। यहाँ चाहिँ हाम्रोतिर चाहिँ पानी परिरहेछ। चटपटे खाजा अझै नारंग खैरु देखि फेरि मी aku sama saya ya jo बिहान चाहिँ त्यतापट्टि खने। यहाँ चाहिँ प्याज थियो, पानी परेर छिरछिर प्याज उखाल्यो। अनि कस्तो राम्रो देखिएको पारी त। अनि अहिले चाहिँ यताबाट सुरु गर्दैछु खन्नलाई। आज चाहिँ म विद्यालयबाट चाहिँ प्र मिटिङमा जाँदैछु। प्र बिरामी हुनुहुन्छ, त्यही भएर प्रको साथ चाहिँ निमित्तमा पालिका जाँदैछु प्र मिटिङमा। साथीले पर्खेर बसेको आउँदै हुनुहुन्छ कमला म्याडमहरु उताबाट। त्यही भएर बाटोमा पर्खेर बसे तपाईँ आउनुभयो कि भनेर झन् घरमा बसौँ कि माथि बस्न जाउँ कि लागिरहेको थिएँ। यहाँ शीतलमा जान्छु भनेर फेरि निस्केर आएको म त। पहिला भगवती दिदीलाई फोन गरेँ 2 चोटि। मैले चाहिँ तपाईँ निस्किनु आएन होला भनेर अब निस्किनु गर्दा ठिक हुन्छ भनेर खोलोमा म भगवती दिदीलाई सोधेको, म त जान्न होला, म ढिलो हुन्छ, आमा बिरामी छ, कमला म्याडम आउनुहुन्छ होला, सँगै जाने है भन्नुभयो। अनि फेरि नम्बर मागेर फोन गरेर पहिला त थियो तपाईँको नम्बर अर्को मोबाइलमा, अर्को मोबाइल नि थियो। तर्फबाट यस गाउँपालिकाको सिङ्गो विद्यालयको तर्फबाट, सिङ्गो प्रहरूको तर्फबाट र सिङ्गो शाखा अर्थात् यस गाउँपालिकाको तर्फबाट यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। स्वीकार्नुहोस् हार्दिक स्वागत। र यहाँको प्रवेशले पक्कै पनि गाउँपालिकाको शिक्षा शाखा व्यवस्थित हुनेछ, प्रशासनिक क्षेत्रमा व्यवस्थित हुनेछ, शैक्षिक क्षेत्रमा व्यवस्थित हुनेछ। नयाँ शिक्षा शाखाका अधिकृतलाई चाहिँ सबैले स्वागत गर्दै हुनुहुन्छ। नित्यस खनियावास गाउँपालिका शिक्षा युवा खेलकुद शाखाका स्रोत शिक्षक
आजको यस कार्यक्रमका नियमित बैठकका अध्यक्ष हो। सर्वप्रथम यहाँहरू सबैलाई मेरो नमस्कार। मेरो नाम चाहिँ निरज साई। मेरो स्थायी ठेगाना जाजरकोट जिल्ला छेडागाड नगरपालिका कर्णाली प्रदेश पर्छ। विगत म पनि विभिन्न राहत स्थायी हुँदै 10-12 वर्षको टिचिङ पेसाबाट म पनि तपाईँ जस्तै विद्यालय शिक्षण गर्दै म पूर्वको भोजपुर कोशी प्रदेशदेखि कर्णालीसम्म विभिन्न जिल्लामा शिक्षण अनुभव सँगाल्दै भर्खरै मात्रै 1-1.5 महिना भयो बागमती प्रदेशबाट प्राविधिक सहायक 500 तहमा सिफारिस भएको। यहाँसँग नियमित भेटघाट हुन पाएको थिएन। आज संयोगले म पनि अस्ति छुट्टी गएको थिएँ, आजै आइपुगेँ। ठ्याक्कै नियमित बैठक रहेछ। खुसी लाग्यो यहाँहरूको यो न्यानो आतिथ्यता एउटा सम्मान दिनुभयो। यहाँहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु। र यहाँले जुन कुराको अपेक्षा एउटा आशा गर्नुभएको छ शिक्षा क्षेत्रमा एउटा विद्यालय क्षेत्रलाई कसरी सुधार्न सकिन्छ भयो नि पुरानो दुईजना साथी आज फेरि थाहा भइसकेपछि भयो नि पुरानो मैडम आगे ब्लॉग में क्या हो रहा है? क्यों फास्ट हो रही है?